कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी वन पाखाहरूमा फिरन्ते जीवन बिताउने वनका राजा राउटे समुदाय। हिजोसम्म पैसा छुँदा पाप लाग्छ भन्ने यिनीहरू आज सरकारी टोली झोलामा नगद बोकेर कहिले आउला भनेर प्रतीक्षामा भेटिन्छन्। पछिल्लो पटक दैलेखको गुराँस गाउँपालिकाले 132 जना राउटेका लागि 15,84,000 रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्यो। सबै राम्रो मिठो खानेकुरा खाने, मासु खाने, दाल तरकारीहरू किन्ने है, अन्डाहरू दुध यस्तोहरू मात्रै किन्ने है। अनि यो सुर्ती रक्सी सक्सीहरू किन्ने कुरामा पैसा नफाल्ने है। जनै 12,000 रुपियाँ नगद हातमा पर्दा मुखिया शेरबहादुर साईको मुहारमा चमक त देखियो, तर यो चमकसँगै एउटा गम्भीर सङ्कट पनि बस्तीमा भित्रिएको छ। भत्ताको नगद हातमा पर्ने बित्तिकै राउटेहरू नजिकैका मदिरा पसलतिर मोडिन्छन्। आधुनिकताको नाममा दिएको यो नगदले समुदायमा मदिराको कडा लत बसाएको छ। भत्ता पाएको पैसा अब चामल खाने, अब पहिला रक्सिने नहुने चिया, अब यस्तै नेपालमा रक्सिने भइदिए भए अब हाम्रो जनताहरूले पनि खान नदिने चिया, नखाने चिया। हामी पनि अलिअलि अब पहिला आफूले बनाएको त्यो झोल मात्रै खाएको थियो। आज पनि अलिकता यति एक गिलास झोल हामी पनि खाएका छौँ। धात कुडा गिराएर क्या फाइदा छ र? अरूले धाच्याएर फाइदा हुँदैन, अरूले थेगेर फाइदा हुँदैन। तथ्याङ्क अनुसार राउटे समुदायका एकै परिवारमा चौमासिक 1 लाख रुपियाँसम्म भत्ता पुग्ने गरेको छ। तर विडम्बना यो रकमले उनीहरूको जीवनस्तर सुधार्नुको साटो परनिर्भरता बढाएको छ। काठका सामग्री बनाएर जीविकोपार्जन गर्ने उनीहरूको पुर्ख्यौली सिप र पौरख अहिले हराउँदै जान थालेको छ। गैर सरकारी संस्था सोसेक नेपालले 6 वर्षदेखि राउटे बस्तीमा उपचार र सरसफाइको क्षेत्रमा काम गरिरहेको छ। सरकारको ठोस योजना नबन्दा यो समुदायमा लागेको मदिराको लत नियन्त्रण गर्न सकस बनेको छ। अहिले राउटेहरूलाई अब यताउता जान नदियो भने पनि यिनको अधिकारका कुरा छन्, यिनका संरक्षणका कुरा छन्, उनीहरूलाई त्यता नजानुहोस् भन्नु नसकिने र सबैभन्दा ठुलो नजिकको व्यापारीहरूलाई यो बिक्री गर्यो भने त्यो बेला कारबाही हुन्छ भन्ने कुरा गर्नुपर्छ। जुन अहिले चाहिँ अब कर्णाली प्रदेशले यो राउटे नीति बनाउँदैछ, त्यो नीतिमा त्यो कुरा हालेर अनि नजिकको प्रहरीलाई जहाँ राउटे बस्छन् त्यसको वरिपरि हामीले त्यो सन्देशहरू प्रचार गर्ने र अनि योलाई बन्द गर्ने कुरा हाम्रो अभियान चाहिँ हुन्छ। कर्णाली प्रदेश सरकारले राउटे नीति र करिडोरको अवधारणा ल्याए पनि ती योजना कागजमै सीमित छन्। वार्षिक लाखौँ रकम खर्च गरिए पनि त्यसले न उनीहरूको स्वास्थ्य सुधारेको छ, न त संस्कृति नै जोगाएको छ। बरु अस्वस्थ खानपान र मदिराले प्रजनन स्वास्थ्य र औषध आयुमा गम्भीर असर पारिरहेको छ। सुशील खड्का, नेपाल टेलिभिजन, कर्णाली प्रदेश, सुर्खेत।